रिसाएकी सोल्टिनीको खोजीमा भौटारिएको मेरो साथी तर केको खुसियालीले मलाई नचाइदियो त। आउनुहोस् अन्तिमसम्म हेरौं। नमस्ते एभ्रीवन, इट्स मी उत्तम मगर। आज हो भलक 23 अफ 2083। आज धेरै दिन र वर्षपछि पुरानो साथीसँग अन द स्पट भेट भयो। ऊ चाहिँ उसको पर्सनल कामले गर्दा काठमाडौँ आएको रहेछ र आजै घर पनि फर्किँदै रहेछ। धेरै समयपछि भेटेको, बाहिरतिर पनि घुमाउ न भनेर बाहिरतिर निस्कियो। ऊ फेरि एस्पाको साउजी पनि हो। तपाईहरु पनि इन्ट्रेस्ट हुनुहुन्छ र घोराइको छेउछामतिर हुनुहुन्छ भने उसलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। साथीभाइको लागि फ्रीमै प्रमोसन गर्दिए भन्ना त सेलिब्रिटी फिल आम्दा राइचाङ। गफ गर्दा गर्दै कति छिटो सिटी सेन्टर आइपुगेछ थाहै भएन। त्यहाँ फेरि बलेका ती झिलिमिली बत्ती र मिठो धुनले मलाई एकदमै फुरुङ्ग बनाउँदै थियो। त्यसमाथि फेभरेट सिंगर कृष्ण गुरुङको गीत बज्न थालेपछि त झन् आफ्नो मनलाई कन्ट्रोलै गर्न सकिन। ल गाइस, हामी चाहिँ नेपालको सबैभन्दा ठुलो सिटी सेन्टर भित्र उसको सोल्टिनीले जब गर्ने रहेछिन्। घर फर्किन लागेको सोल्टिनीलाई लास्ट चोटि बाई भन्छु भनेर मलाई त्यहाँ लगेर गएको। म पनि सँगै छुकेरे उसको सोल्टिनी कस्तो रहेछ भनेर हेर्न खोजेको। मलाई त भेटाउँदै भेटाएन। मलाई बाहिर बस भनेर आफू मात्र भित्र गयो। एकछिनपछि सन्केर बाहिर निस्कियो र मैले सोधे होइन के भयो र? सोल्टिनीलाई बाई भन्ने बाहनामा हिजोदेखि रिसाको गर्लफ्रेन्डलाई फकाउन पो आएको रहेछ। जति सम्झाउँदा पनि नमानेपछि जेसुकै गर भनेर बाहिर सन्केर निस्किएको रहेछ र हामी त्यहाँबाट निस्कियौं। कथाको अन्त्यमा मेरो सन्देश, माया गर्ने ती सोझा केटाहरूलाई त्यसरी नटट पाउन हौ।